होइन यहाँनिर चाहिँ स्थानीय सरकार हामीले मद्दत गर्नु पऱ्यो, हामी त्यहाँ मद्दत गर्छौँ। अघि नै कुरा आयो, यो ठाउँमा चाहिँ लत्ता कपडा वा चाहिँ अघि नै डाक्टर साहबले लेखेर पठाउनु भएको छ। केही ठाउँहरूमा तत्काल अघि नै मानव थापाले पनि भन्नुभयो, सेल्टरका लागि केही कुरा आवश्यक परेको छ, यो चाहिएको छ। जहाँनिर हाम्रो रोल हुन्छ हामी त्यो ठाउँमा रोल गर्छौँ। तर त्यो गर्नु अलिकति व्यवस्थित ढङ्गले गरौँ, होइन भने त्यो हेफाजतले गर्दाखेरि चाहिँ कहिलेकाहीँ सहयोग भन्दा पनि असहयोग हुने अवस्था बन्छ। यसलाई अलिकति यसरी समन्वय गरौँ र यसको निम्ति चाहिने जुन स्रोत छ त्यो स्रोत जुटाउनुका लागि पार्टीका हामीले पहिलेदेखि गर्दै आएका छौँ। पार्टीका सांसदहरू हुनुहुन्छ, हाम्रो स्थानीय सरकारका साथीहरू हुनुहुन्छ, हामीहरू केन्द्र समिति भएका साथीहरू छौँ, हामीहरूले कन्ट्रिब्युट गर्छौँ। पालिकाहरू छ, उहाँले कन्ट्रिब्युट गर्नुहुन्छ, हाम्रो पार्टीको साथीले कन्ट्रिब्युट गर्नुहुन्छ र त्यसलाई हामी चाहिँ यही स्रोतबाट हामी आवश्यकता परेअनुसारको यहाँ हाम्रो आफ्नो पार्टीकै कोष छ, त्यसबाट हामी परिचालन गर्छौँ र आवश्यकता पर्दै गर्दाखेरि सरकारसँग हामीहरू कुराकानी गर्छौँ। हाम्रो योभन्दा पहिला पनि हाम्रो अभ्यास छ। हामीले सरकारले चाहिँ यदि यस्तो खालको कोष बनाउँछ र यसमा चाहिँ यो अरू सबैको सहयोगहरू जुटाउनुपर्छ भनेर भन्दै गर्दाखेरि हामीले कोभिडको बेलामा पनि र योभन्दा जाजरकोटको भूकम्पको बेलामा पनि नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट दुवै अवस्थामा हामीले त्यो बेलामा चाहिँ हाम्रो पार्टीको साथीले जम्मा गर्नुभएको हाम्रो आफ्नो पार्टीको कोषबाट 50-50 लाख रुपियाँ हामीले त्यतिखेर सहयोग गरेको हाम्रो आफ्नो अनुभव छ। त्यसैले यो बेलामा अहिले अब सरकारले यसलाई कसरी लिन्छ, कसरी उहाँहरूले भन्नुहुन्छ, त्यहाँ पनि हाम्रो आफ्नो उपस्थिति सहयोग रहन्छ नै। अहिलेको लागि पार्टीभित्रको हाम्रो आफ्नो काम र व्यवस्थापन गर्नलाई अहिले आएको सुझावलाई हामी त्यही अनुसारले ग्रहण गरेर गर्छौँ। यसलाई यो विषय यसमा रह्यो। अर्को एउटा कुरा पनि हामीले सँगै ख्याल गर्नुपर्ने कुरा, अहिले बिचमा यहाँ आउँदै गर्दाखेरि मैले केही सामाजिक सञ्जालहरूमा यसो हेरेँ, यो यस्तो बेलामा चाहिँ यो यतिखेर पनि यो सानो राजनीतिक लाभका निम्ति चाहिँ यो कन्सपिरेसीको कुराहरू यसलाई फैलाउने र मिसइन्फर्मेसनको कुराहरू फैलाउने, यो चाहिँ हाम्रो क्यारेक्टर होइन। त्यसले हामी त गर्दैनौँ। हामीले तल्लो तहसम्म हाम्रो साथीहरूलाई के कुरा भन्नुपर्छ भने यो बेलामा हामीले जहाँ सरकारलाई मद्दत गरेर सहयोग गर्नुपर्ने, सरकार भनेको स्थानीय सरकार पनि हो, सङ्घको सरकार पनि हो, त्यहाँ गर्छौँ। जहाँ स्वयंसेवी रूपमा परिचालित भएर गर्नुपर्ने हो त्यहाँ गर्छौँ। जहाँ सही सूचना दिएर नागरिकलाई मद्दत गर्नुपर्ने हो त्यहाँभित्र गर्छौँ। हामी यो अनावश्यक होहल्लाको पछाडि लाग्ने काम, होहल्ला गर्ने काम, यो दुइटै गर्दैनौँ। अनावश्यक होहल्ला गर्ने काम पनि हामी गर्दैनौँ, अनावश्यक होहल्लाको पछाडि लाग्ने काम पनि गर्दैनौँ। मिथ्या सूचना फैलाउने काम पनि गर्दैनौँ, अनावश्यक ढङ्गले विभिन्न षड्यन्त्रको सिद्धान्त बुझ्ने काम पनि गर्दैनौँ। अघि नै मानव थापाले एउटा महत्त्वपूर्ण कुरा उठाउनु भएको छ। भोलि अलिकति अहिले राहतको उद्धारको काम सकिसकेपछि अलिकति थामिएको बेलामा केही विषयहरूमा भने गम्भीर छलफल गर्नुपर्ने कुरा छ। किन पूर्व सूचना हामी समयमा पाउँदैनौँ, वा चाहिँ यत्रो ठुलो यो चाहिँ पहिरो वा हिमतालको विस्फोटको कुरा त वर्षौँदेखि हामीले गरिरहेका छौँ। यस्तो बेला हामी तयारी कसरी बस्नुपर्ने होला, त्यो उपयुक्त समयमा त्यसको बारेमा छलफल गर्नु। अहिले यतिखेर भनेको हाम्रो राहतमै जुट्ने बेला हो, उद्धारमै जुट्ने बेला हो। हामी यसमै जुट्ने गरिकन हामीहरूले यसमा काम गर्छौँ र त्यसैले मैले सबै साथीहरूलाई अहिले अब यसमा धेरै समय पनि नलाउँ, यहाँ अहिले आएका सुझावहरूलाई पनि ग्रहण गरेर महामन्त्रीले यसलाई यसमा केही कुरा थप्नुपर्ने कुराहरू थप्नुहुन्छ र चाहिँ अब यो समिति चाहिँ अहिले बन्यो। मोहनजीले यो समितिको काम अहिलेबाट सुरु गर्नुहुन्छ र मानव थापा यसको सदस्य सचिवले अहिले नै एउटा डेस्क माथि बनाएर सूचनाहरू सङ्कलन गरेर यसमा गर्नु। किन भनेको भने अहिले केही यहाँ साथीहरूले खबर गरेर राख्नुभएको छ, कोही लत्ता कपडा लिएर जान चाहनुहुन्छ, कोही यहाँ चाहिँ यो खानेकुरा जम्मा गरिदिनु पऱ्यो, खानेकुरा लिएर जान्छु भन्ने चाहनुहुन्छ। तर त्यो लिएर कहाँ जाने हो, कसरी जाने हो, लिएर जाने बाटोको उपलब्धता कहाँ कस्तो कुराहरू छ, कुन ठाउँमा साँच्चीकै चाहिएको छ, कुन ठाउँमा के चाहिएको छ भन्ने कुरा चाहिँ सबै एकद्वारबाट गर्नुपर्छ। यसमा सबै थरी राजनीतिक दल, सरकार, सङ्घ संस्था, सुरक्षा निकाय, स्थानीय सरकार, जे जति अङ्ग छ देशभरिको सबै अङ्गहरू उद्धार र राहतमा जुट्नको लागि नेपाली काङ्ग्रेसको यो बैठकले हार्दिक अपिल गर्न चाहन्छ। सबै कुरो थाँती राख्नुहोस्, उद्धारमा, विपदमा, सङ्कटमा साथ दिन सबैलाई हामीले आह्वान पनि गरेका छौँ र नेपाली काङ्ग्रेस पार्टी यो उद्धारको कार्यक्रममा, राहतको कार्यक्रममा, सहयोग पुर्याउने कार्यक्रममा, नागरिक सरकारको रहने कार्यक्रममा नेपाली काङ्ग्रेसको सरकारलाई पूर्ण साथ, सहयोग, समर्थन रहनेछ। हामी पनि त्यसमा लाग्नेछौँ। तेस्रो कुरो, नेपाली काङ्ग्रेसका सबै संरचनाहरू, त्यस क्षेत्रका माननीयहरू, विपद व्यवस्थापनमा एक्सपर्ट साथीहरू, त्यस क्षेत्रका पार्टीका सभापति र सम्पूर्ण पार्टीका संरचनाहरू, सम्पूर्ण हाम्रो भातृ संस्थाका साथीहरू, स्थानीय तटीय क्षेत्रमा जाने, पीडित क्षेत्रमा जाने, उद्धारमा जुट्ने, सहयोग पुर्याउने, जहाँ जे जस्तो सहयोग चाहिने हो, एउटा मान्छेलाई चाहिने सहयोग हो,
ती सहयोगमा पार्टीका सम्पूर्ण साथीहरू शक्तिशाली रूपमा सशक्त रूपमा परिचालन भएर यसलाई व्यवस्थित ढङ्गले प्रभावकारी व्यवस्थापनमा जुट्नु हाम्रो पार्टीको आजको बैठकले आग्रह गरेको छ र सबैभन्दा यो दुःखदको घटनाका कारणले गर्दा यो विपदको घडीमा काङ्ग्रेस पार्टीले भदौ 11 गते योभन्दा अगाडि पूर्व निर्धारित हाम्रो कार्यक्रम थियो, महत्त्वपूर्ण कार्यक्रम थियो, महिला उद्यमशीलता सम्मेलन, जुन तपाईँले बाहिर तयारी पनि दिइसक्नु भएको छ। यो विपद र दुःखदको घडीमा यी कार्यक्रमहरू राख्नु त्यति राम्रो पनि हुँदैन। देशै शोक मनाइरहेको बेलामा यी कार्यक्रमहरू हामीले स्थगित गर्ने र त्यस्तै ग्रिन टेबलका विचार श्रृङ्खलाहरूलाई पनि स्थगित गर्ने निर्णय गरे। एक साताको लागि स्थगित गर्ने हामीले एउटा निर्णय गरिसकेका छौँ पार्टीले। त्यसै गरेर पार्टीको सम्पूर्ण पदाधिकारीहरू, केन्द्रका, जिल्लाका पार्टी सभापति, माननीयहरू सबै साथीहरूलाई हेल्प डेस्कहरू, स्थानीय यहीँ पनि हेल्प डेस्क रहन्छ, उहाँ पनि रहन्छ, सूचनाहरू लिने, आफ्नो सहयोग पुर्याउने क्रममा यो चाहिँ विपद व्यवस्थापनमा हाम्रा सम्पूर्ण पार्टीका केन्द्रीय पदाधिकारी, जिल्लादेखि र सबैजना सक्रिय रहने निर्णय गरेको छ। Extreme Energy Drink